हेलो वेलकम टु सुरभि's किचन। तपाईहरुलाई पनि आज यस्तै मिठो अचार खान मन छ त म तपाईहरुलाई सिकाउँछु है त आज कसरी बनाउने हो। हामीलाई चाहिन्छ मुला, लप्सी र आलु। यो तीनटा चाहिँ मेन हो। हामीले लिएको छौं लप्सी। यो लप्सीलाई पखालेर प्रेसर कुकरमा राखिदिए। अनि आलु तीनटा पनि मैले पखालेर त्यसमै उसिन्नलाई राखिदिए। 3 सिटी लागिसकेपछि यो चाहिँ रेडी हुन्छ। अहिले मैले चाहिँ सिटी राख्नलाई रेडी गर्दाखेरि मुला पनि काटेर रेडी गरौँ है त। मुला चाहिँ यतिको पिसमा काट्नुपर्छ तपाईले। अनि मैले चाहिँ एउटा मुला चाहिँ यतिको ग्रेट गरेर यसरी ग्रेट गरेर मैले राखेको छु। यो चाहिँ सबभन्दा पहिलो प्रोसेस हो। यसमा हामीले बेसार अलिकति मात्र राख्ने कलरको लागि अनि राम्रोसँग मोलिदिने। त्यसपछि नुन पनि थोरै हालिदिने। यो नुन राख्यो भनेदेखि चाहिँ यसले पानी निकाल्छ, जुन चाहिँ हामीले त्यही गर्न लागेको हौ। यसको सबै यो मुलाको पानीहरू निकालेर निचोर्नु पर्छ। यो चाहिँ अब मैले चाहिँ यो बेसार र नुन राखेर चाहिँ मैले छोपिदिएको छु पानी आओस् भनेर। र लप्सी र आलु पनि रेडी भएको छ। आलुको बोक्रा अनि मुलाको चाहिँ मैले आधा घण्टा पछि चाहिँ हेर्दाखेरि पानी रेडी आइसकेको थियो। त्यही भएर अब यो मुलालाई चाहिँ निचोरौँ। बेसरी नै निचोर्नु पर्छ, सबै पानी निस्किने गरी। हेर्नुस् त सबै निचोरेपछि मैले लप्सी र आलु राखिदिएँ त्यसको माथि। त्यसपछि केराउ हालेको छु अनि त्यसपछि हरियो खुर्सानी काटेको छु। अनि यसमा तिलको धुलो मैले यो तिल चाहिँ रेडी गरेर राखिसकेको थिएँ। तिलको धुलो चाहिँ मैले 3 चम्चा जति राखेको छु। अनि रातो खोर्सानीको धुलो 1 चम्चा। तपाईलाई पिरो चाहेको छ भने अझै राखे हुन्छ। अनि नुन अघि नै राखेको भएकोले चाहिँ मैले अलिक कम, अहिले चाहिने भन्दा अलिकति कम राखेको छु। अहिले चाहिँ मैले 1.5 जति राखेको छु। अनि फेरि हामीलाई बेसार चाहिन्छ। बेसार पनि अघि नै हामीले राखेको हुनाले बेसार चाहिँ मैले 1.5 जति राखेको छु। अनि तेल तताउने तेल मैले आधा बटुको जति राखेको छु यसमा। अनि तेल यतिको धुवाको खार निस्किसकेपछि चाहिँ मेथी चाहिँ त्यसरी राखिदिने। अनि यो मेथी कालो भइसकेपछि चाहिँ जुन चाहिँ हामीले रेडी गरेर राखेको थियौँ त्यसको माथि वरिपरि राखिदिने। हेर्नु त यस्तो आवाज आउने गरी राख्नुपर्छ, सिजल आवाज आउने गरी। यो तातो भएकोले एकछिन नछुने। त्यसपछि अलिक सेलाइसकेपछि चाहिँ मजाले मोल्नुपर्छ। त्यो लप्सीको गेडालाई हामीले चाहिँ मजाले निस्किने गरी यतिको हुने गरी सबै मजाले मोल्नुपर्छ। लप्सीलाई पनि एकदम त्यो सबै निस्किने नै गरी। अनि बिस्तारै त्यसबाट तेल निस्किन्छ र हाम्रो मुलाको अचार रेडी भयो। यो चाहिँ तपाईहरुले चिउरासँग, खानासँग, जेसँग खाए पनि हुन्छ। हाम्रो चाहिँ मेन गरी चाहिँ यो भोजसँग खाने गर्छ। ल।